हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आयो हजुरहरू सन्चै हुनुहुन्छ। मलाई पनि एकदम आराम छ। अनि आज चाहिँ मेरो भदैनी र म खेत जाँदैछौँ फर्सीको मुन्टा टिप्न। लक्ष्मी, हामी कहाँ जाँदैछौँ त? फर्सीको मुन्टा मिठो लाग्छ? केसँग खाने? यता हेर्दा वाह, मेरो भदैनी पो हो त। तर मान्छे मात्र राम्री हो, बेहोरा त नाची नाची हिँडिरहेको छ त है। राम 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 राम। अहिले आमाले घाँस पनि बोक्न लाउनुहुन्छ उहाँ पुगेपछि। अनि देख्छ हामी तिनजना आएको थियौँ। म्याम पनि हुनुहुन्थ्यो, म्याम चाहिँ अगाडि गइसक्नु भयो। भदैनी र म मात्रै छौँ। ओहो हाय हाय, यति साह्रो चम्पुतली मकै आँपको बोट। लक्ष्मी हाल्यो भन्दैन, अरू पनि भन्। फुपूको युट्युब आइडीमा सब्सक्राइब गरिदिनु भन्। भन् न अन्त। अनि म तँसँग टिकटक बनाउँछु नि त नि। नाची नाची हामीले भेटाउन लाग्यौँ। अब त पर्खिनु न हौ, अघि पो लाज लाग्थ्यो त अब त लाग्दैन। यसरी हामीलाई छोडेर नजानु न। हाय 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 हाय, कति राम्रो। खै 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 मैले कुटेर। हेर्नुहोस् गाइस, मेरो भदैनीले भ्लग बनाउनको लागि काटा खोलेर लक्ष्मी, यस्तो यस्तो मान्छेहरू हुन्छन्। हेर्नु मिस, भ्लग बनाउँछु भनेको काटा खोलेर मलाई दि। कहाँ यहाँ आइज होला खोइ, अहिले त यस्तो छ आएको थियो होला बाढी। ओ ल बान बान भने के गरेको? आलीबाट हिँड्नु न, खोलाबाट त कहिले घुम्नु? खोज्न हराएको छ। जागिर खान्छु सरकारी, तलब ल्याउँदैन तरकारी भनौँ न। ए तपाईँहरूको त बढाइदियो होला है फेरि। अनि त्यो उयो हालै थियो त, भत्ता हो कि के बढाएको भनेर। ए गाह्रो छ, गाह्रो टिचर हुन पनि। गाइज वाला सकिसक्यो। बाँच्दै बाँच्दै हिँड्नु हिँड्नु अहिले के खाँदा बोइङ परेको मान्छे थाहा हुँदैन। मछेटले खाएर हैरान बनाउँछ हौ। तरकारी त मिठो हुन्छ, त्यो किनेको भन्दा त यतै गाउँघरतिर टिपेकै मिठो हुन्छ हुन चाहिँ, होइन? हाम्रो खेत हाम्रो खेत त उही भुन्टे नजिक पुग्नुपर्छ, पारी तर्ने ठाउँमा। कुन सन्तोष दाहालकै हो क्या यो गोठो? उयो यो सानो देखिएको घर अङ्कलहरूकै। त्यहाँ चाहिँ सन्तोष अङ्कलको बुवा आमा बस्नुहुन्छ।
उहाँ पारि उ त्यहाँ उहाँ देखिएको चाहिँ आरे घाट्नेरको बिहानको पानीले बाढी आएछ खुच्चिम 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 हातले लु आइस त नि पानी लास्टै डर लाग्छ नि त अनि मलाई त्यही भएर अघि हात समाति मम्मी मर्छु भन्दै आएको होला पौडी खेल्न मन लागेर यसले त कहाँ देख्छ त नि यसले त आफू टिकटक बनाउनु पर्यो आफू नाच्नु पर्यो भने मात्र देख्छ यही ठुलो मम्मीहरूको त नि मुन्टा टिप्न अनि फर्सीको मुन्टा टिप्न आएको होइन ए थाहा छैन मैले टिपेर दिएको उसले यति धेरै खान्छ गाइच गाइच के गर्नु ओहो अरे यो काक्रो कराइम कराइम भन् न आइज नि टिप्दे फर्सेको मुन्टा बहिनी अनि के बारीमा चाहिँ मुन्टा टिप्न आउँछ त मकै बारीमा नआए धान बारीमा आमा खोइ मैले तङ गरेँ